नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित शुभ मुहूर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ। शुभ मङ्गलाचरण। ओम सुदर्शन महाज्वाल कोटि सूर्य समप्रभ अज्ञानान्धस्य मे देव विष्णो मार्गम प्रदर्शय। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2083 साल जेठ महिना 25 गते सोमबार, तदनुसार जुन महीनाको 8 तारिक सन् 2026 नेपाल सम्मत 1146 अनलागा सूर्य उत्तरायण ग्रीष्म ऋतु रौद्र नाम संवत्सर अधिक ज्येष्ठ कृष्ण पक्षको आज अष्टमी तिथि पूर्वा भाद्रपदा नक्षत्र विष्कुम्भ योग बालव कर्ण आनन्दादि योगमा आज मुसल योग परेको छ। सूर्योदय समय बिहान 5:10 रहेको छ भने सूर्यास्त साँझ 6:55 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आज दिन कुम्भ राशि हुनेछ। चन्द्रमाको बास आज पश्चिम दिशामा, चन्द्रमाको स्वरूप कालो। आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा कालो, नीलो, खैरो, आकाशे र सेतो रङ लगाएर काम गर्नु शुभ मानिन्छ। आज बारका देवता भगवान भोले बाबा र तिथिका देवता पनि आज शिवजीको तिथि आज रहेको हुनाले ओम नमः शिवाय, ओम नमो भगवते वासुदेवाय। वासुदेव भगवानको दिव्य यो महीना पुरुषोत्तम महीना। आज यो दिन भगवान विष्णु भगवानको शिवजीको पूजा आराधनाको लागि अति राम्रो। त्यस्तै भगवती दुर्गाको पूजाको लागि पनि आजको दिन अति उत्तम दिन हो। आजको दिन भने मिथुन राशिको लागि घातबार हो। आजको दिन विशेष गरेर तेल लगाउनको लागि राम्रो मानिन्छ। कपाल काट्नको लागि उत्तम हो, तर नयाँ कपडा भने आज सुरु नगर्ने लगाउनको लागि। आजको दिन भगवानलाई दुध भोग लगाउने, नयाँ काम गर्न जाँदा, इन्टरभ्यूमा परीक्षामा जाँदा दुध खाएर जानु राम्रो हुन्छ। आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा आज 5:07 देखि 6:51 अमृत बेला अत्यन्त उत्तम शुभ समय रहेको छ। बेलुका 5:14 देखि 6:58 पनि बेलुका पनि अमृत बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झिराखे राम्रो ज्ञानको कुरा। पुरुषोत्तम मास महिनामा विशेष गरेर यो बेलामा ब्रह्मचर्यत्व रहनु अत्यन्त उत्तम फल प्राप्ति हुन्छ। यो महिनामा कसैको पनि गर्भ रह्यो भने अशुभ मानिन्छ। त्यसो हुनाले यो महिनामा विशेष गरेर भगवानको पूजा आराधनाको लागि महत्त्वपूर्ण मानिएको छ। यो महिनाको लागि दान गर्नको लागि अति उत्तम मानिएको छ। नदीमा स्नान गर्नको लागि राम्रो महिना हो। यो महिनामा विशेष गरेर प्रत्येक दिन केही न केही दान गर्न सकियो भने अझै राम्रो फल प्राप्ति हुने शास्त्रमा उल्लेख गरिएको छ। प्रस्तुत छ आजको लागि मेषादि 12 राशिको राशिफल। मेष राशि। मेष राशि हुने तपाईँको दिन आजको लागि अति उत्तम दिन हो। आज केही न केही राम्रा कामहरू हुने, उद्योग व्यापार व्यवसायबाट आफूले गर्दै आएका कामबाट राम्रो लाभ मिल्ने सफलताको योग आज यहाँलाई देखिएको छ। वृष राशि। वृष राशि हुने तपाईँको दिन पनि आज राम्रो देखिएको छ। आज पराक्रम बढेर जानुका साथै कामहरू समयमा बन्दै जानेछन्। आत्मीयजनसँग राम्रो सम्पर्क बनेर आउला। समग्र दिन यहाँको लागि अनुकूल देखिएको। तुला राशि। तुला राशि हुने हजुरहरू सबैको दिन यहाँको लागि आज मध्यम देखिएको छ। तपाईँको मेहनत र परिश्रम अनुसारले गरेका काम शुभ हुनेछन्। हेल चक्राइले काम गरियो भने त्यो काम बिग्रिने हुनाले सजग भएर गरेका काम शुभ हुनेछन्। वृश्चिक राशि। वृश्चिक राशि हुने तपाईँको दिन आजको लागि भने अलि अप्ठ्यारा कामहरू हुने। सामान्य काम पनि मेहनत धेरै गर्नुपर्ने। कतै कतै वाद विवाद हुने, मन चञ्चल हुने, छिटो रिस उठ्ने, कतै कसैलाई चोटपटक लाग्ने, कसैलाई खर्च धेरै हुने। समय त्यति राम्रो छैन, सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ। धनु राशि। तपाईँको दिन भने आजको लागि अति राम्रो दिन हो। आज पराक्रममा वृद्धि हुने, काम गर्नमा मन लाग्ने, भाग्यले साथ दिने शुभ दिन यहाँको देखिएको छ। मकर राशि। मकर राशि हुने हजुरहरू सबैको दिन यहाँको लागि आज अत्यन्त राम्रो दिन हो। आज काम बन्दै जाने, मिठो मिठो काम गर्ने, मिठो मिठो खाने, रमाइलो गर्ने, आजको दिन भाग्यले साथ दिनेछ। सोचे आँटेका काम आज तपाईँको पुरा हुँदै जाने देखिन्छ। कुम्भ राशि। कुम्भ राशिको दिन तपाईँको लागि मेहनत गर्नुभयो भने राम्रो फड्को मार्ने, देश विदेशको लागि राम्रो,
माया प्रेममा रमाउने र घर परिवार सुख सुविधा बढेर आउने शुभ दिन देखिएको छ। मीन राशि, मीन राशिको लागि भने आजको दिन तपाईँको लागि अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू छन्। सावधानीपूर्वक काम गर्नुहोला। ध्यान दिएर गरेका काम मात्रै सफल हुने आजको दैनिक ग्रह गोचर देखिएको छ। अवस्था यहाँहरू सबैको शुभ होस् हो। मङ्गलम भगवान् विष्णु, मङ्गलम गरुडध्वज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनो हरि।